हेलो नमस्ते गुड आफ्टरनुन सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। फाइनल्ली आज चाहिँ म कहाँ जाँदैछु थाहा छ भन्नु? लाइसेन्स रिन्यू गर्नको लागि 1 वर्ष भइसकेछ अनि लाइसेन्स रिन्यू गर्ने टाइम पनि भइसकेछ। सो म जाँदैछु अनि आज चाहिँ म त्यहाँको सिटीको अफिस जाँदैछु होइन, अफिसले गराइदिन्छ अनि त्यहाँ गए पछाडि चाहिँ सक्छु त्यहीँ भेटौँला। आइपुग्यो सिटी। सो देख्न सक्नुहुन्छ होइन, म चाहिँ पुग्नै लागिसकेँ। अब सर पुग्नु लागिसकेको छु म चाहिँ होइन। म चाहिँ सबैभन्दा लो बाटोमा हिँडेको छु। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। घेरामा भनौँ न, किनभने भिडियो बनाउनको लागि देख्न सक्नुहुन्छ यो पाराले देख्न सक्नुहुन्छ। आइपुग्नै लागिसक्यो सिटी कुवेत सिटी फाइनली। आज म यहाँ सिटी आउनुको कारण चाहिँ हाम्रो अफिस सिटीमै छ नि त, अनि त्यही भएको कारणले म अफिस चाहिँ मेरो कामले आएको खासै होइन। अब एकछिन घुमेर भिडियोहरू बनाउन पनि पाइन्छ। सो मेरो लाइसेन्सको रिन्यू गर्ने टाइम भयो अनि 1 वर्ष पुगेको कारणले अब रिन्यू गर्नुपर्छ भनेर कम्पनी इन्फर्म गर्यो। म सुतिरहेको थिएँ अनि आएँ, किनभने मेरो ड्युटी चाहिँ 4 बजीदेखि। सो देख्न सक्नुहुन्छ म फेटमै पुग्नु लाग्यो। म त्यहीँ पुग्छु। फेमस यता सब देखाउने छु यता पनि। सो ट्राफिक लाइट पनि खुलिसक्यो अनि अब सरर जाने हो। देख्न सक्नुहुन्छ म भिडियो लामो तरिकाले बनाउँछु, धेरै क्याट बनाउँदैन। देख्न सक्नुहुन्छ हामी पुग्नै लागिसक्यो यो फेमस कुवेतको टावरमा। हेलो त्यहीँ जाने हो सर। म चाहिँ आइपुगिसकेँ अफिस होइन। हेरौँ कागजपत्रहरू यति धेरै छ। त्यो चाहिँ के भने गाडी सर्भिसिङको अनि हामीले हाम्रो सेल क्यास जम्मा गरेको ब्याङ्क कार्डको। त्यहाँ हेर्नुहोस् चाहिँ मेरो अफिस हो। त्यो अग्लो छ है, धेरै अग्लो छ। सो अब यति रिन्यू गरे पछाडि चाहिँ अनि अर्कोचोटि टक्क घर जाने टाइम हुन्छ नि त। अनि रिन्यू गरिराखेर सबै गरिहालेर अनि छुट्टीमा घर जानुपर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ फेमस टावर है, ए नजिकै हो छ। डिभाइडरमा आइसकेछ। कति 21 तारासम्म छ हाम्रो चाहिँ, धेरै छैन। हाम्रो अफिस चाहिँ ठ्याक्कै 15 तारामा छ। मेरो काम चाहिँ सबै सक्यो अनि लाइसेन्सको रिन्यू गर्नु थियो, रिन्यू भइसक्यो अनि अब भने चाहिँ म फर्किनु पर्ने हुन्छ। गर्मी छ है, दिउँसोको समय छ। अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। 4 बजे ड्युटी छ, 1:30 हुनु लाग्यो। गएर नुहाइदिए गर्दा खानपिन गर्दा टाइम हुन्छ। त्यो खतरा देखिन्छ। यो पाराले सरर पारेर जानुपर्छ। यहाँबाट लाइट खुलिसक्यो, ट्राफिक लाइट होइन। यहाँबाट चाहिँ लेफ्ट लिनुपर्ने हुन्छ। सो अनि म सिटीमा आएको थिएँ अनि फाइनहरू पनि बुझेँ मेरो कति रहेछ भनेर अफिसमा सोधेको। अनि मैले अब तिर्नुपर्ने फाइन चाहिँ कति रहेछ भने 39 बाँकी छ भनेर भन्दै थियो अफिसमा। सो फाइन तिर्दै ठिक हुने रहेछ। नहीं जाता तड़प ही ऐसी है ना। नहीं गाइस म चाहिँ हिँडिसकेँ, खानासाना बनाएँ होइन, चट्टा फ्रेस भएँ अनि फेरि अनि अब चाहिँ ड्युटी जाने टाइम भइसक्यो। सो होइन अनि म चाहिँ निस्किसकेँ। गर्मी बढिसकेछ। अब चाहिँ गाडीमा आइसकेछ अनि एसी अन गरिसकेँ किनभने गर्मी भइसक्यो नि त। अनि गर्मी अब स्टार्ट भइसक्यो, त्यही भएर म चाहिँ गाडीमा आउनु बित्तिकै स्टार्ट गरेर पनि अनि एसी अन गरिसकेँ। अब गर्मी सुरु भइसकेछ। सो भन्दै अब म चाहिँ ड्युटी जानुपर्ने हुन्छ। लेट्स गो गाइस। म सिटीको राम्रो देखाउने भनेर सोचेको थिएँ आज भिडियो बनाउने भनेर, तर बनाउन सकिनँ क्या। किनभने मेरो मोबाइल धेरै तात्यो, घामको टकले तात्यो कारणले मोबाइल लक भयो क्या। त्यही भएर मैले बनाउन सकिनँ। अनि काम राम्रै बन्यो अनि लाइसेन्सको काम सकेको छ। अब 1 वर्षलाई ढुक्का। त्यस पछाडि अब बलदिया फेरि हुन्छ। सो अनि म चाहिँ अब हिँडिसकेँ। अब
सुरु हुन लाग्यो। अब 10 मिनट पछाडि सुरु हुन्छ मेरो ड्युटी चाहिँ। बेलुकाको 5 बज्न समझ रहे हो ना? 8 बज्न लागिसकेको छ। आज मैले 4 बजे अन गर्नुपर्ने 8 बज्न लागेछ, किनभने भर्खर एउटा अर्डर हान्दैछु। आज सबैको सिस्टममा प्रब्लम आयो हैन। हाम्रो यहाँबाट चाहिँ टक्कसम्म जानुपर्ने हुन्छ तेल लाउने। यसो पेट्रोल पम्प हो, त्यसरी त लाइ नै राखेको हुन्छ गाडी उता उता। अनि यता पल्लो छेउमा देखिन म चाहिँ यहाँ बिचमा छु। पेट्रोल पम्प कति जाँदो रहेछ हेरौँ। नेपालको कति पर्दो रहेछ ल मूल्यको देखाउने छु तपाईँहरूलाई। भनिसक्यो फुल गरिदिनु भनेर, कति जाँदो रहेछ देख्न सक्नुहुन्छ। कति लिटर जाँदो रहेछ होइन, अनि कति पर्दो रहेछ नेपालको चाहिँ गइरहेछ होइन। 23, 25 26, 27 तेल लगाइसक्यो। अनि नेपालको चाहिँ कति लाग्दो रहेछ भने मैले 31 लिटरमा कति गयो भने मेरो नेपालको 1400 भनेपछि लिटरको कति पुग्नु। आज त तनाव भयो, तनाव के भयो आज आइडी सबै जनता माफ नहीं करेगी। सिस्टममा प्रब्लम देखाएर भर्खर अन गरेर एउटा अर्डर हान्दैछु। इन्जॉय सो गाइस हैन, मनमी म कहाँ गयो अर्डर। सो गाइस फेरि अर्डर आइदिन्छ। म चाहिँ मुरुज मागेको छु सट्टसम्म चाहिँ अझै यसो घुम्नलाई भनेर छिट्दै आइसकेको थिएँ। अनि टक्कसँगले अर्डर आइसकेको। रातिसम्म त राम्रो भिडियो देखिँदैन, अनि त्यो अच्छा त्यो भएको कारणले क्या यस्तै हो जिन्दगी पल्ला त चढ्या पिरै पिरमा छ। एउटा राति पुरै खाली भएछ, पुरै खाली हुन्छ। अब चाहिँ अर्डर लिनुपर्ने हुन्छ, अलिक अगाडि छ नि त। अनि अर्डर लिने आज दिनभरि यस्तो गाडा लागिरहेछ क्या, दिनभरि बस्छु के गर्दै सिस्टममा के प्रब्लम, यस्तै दिमाग खराब भइरहेछ। देख्नुहुन्छ टक्कसम्म होइन, राति देख्न सक्नुहुन्छ। म चाहिँ ब्याग सेक ल्याइसक्यो, अनि ब्याग ल्याएर टक्कसम्मले पुग्नु लाग्यो। अब रेडी पनि हुनु लाग्यो त, अगाडि जाँदै गर्नु पऱ्यो भनेर म चाहिँ जाँदै गरेको। मतम चाहिँ यही हो, ए मन यही हो मतम चाहिँ। यो साइडबाट दिन्छ क्या, यो ढोकाबाट टक्क लिन्छ। यता उताबाट चाहिँ फेरि कस्टमरहरू बस्ने ठाउँ हो। यो चाहिँ हामीलाई ब्याग, यो चाहिँ ब्याग हो क्या, ब्याक साइड ढोकाहरू देख्ने, त्यहाँबाट चाहिँ हामी जान्छौँ। बस अनि यो सभासाले म चाहिँ अर्डर लिएर आइसक्यो। अनि यो सभासाले एयरपोर्ट यहाँ देख्नु त ठुलो बाटो छ, सबैतिर छुट्टिने बाटो। यो चाहिँ बस हो क्या, सिटी बस, पैसा तिरेर। म यो किन यो यहाँको भिडियो म देखाउँदैछु भने नि, यो जुन छ नि यो दुइटामा रेड बलिरहेछ। अनि हामी सिधै जानुपर्छ, अनि एउटा लेफ्ट पनि लिनुपर्छ, अनि एउटा राइट। यो अब हेर्नु है त, एउटा ग्रिन अब हरियो बल्छ, त्यो मुनिमा चाहिँ यो राइट साइडको, त्यताको मात्रै यता दाहिने साइड जान पाउँछ। अनि त्यस पछाडि त्यो जान पाउँछ, हामी यता जान पाउँदैन। हाम्रो चाहिँ यो माथिको नखुलिन्सम्म जानु मिल्दैन, यताको चाहिँ यता राइट पनि जानु मिल्छ क्या। यो यस्तामा चाहिँ अल्मालिन्छ। अनि यति बेला चाहिँ हामी पुरानो मान्छेलाई त थाहा हुन्छ, नयाँ मान्छेले त्यहाँ लगेर रोक्नु मिल्दैन। त्यो हरियो बल्यो पछाडि अब हेर्नु त्यहाँ देखिराख्नु भएको छ नि, यो अब यहाँ हरियो बल चाहिँ हेरिराख्नु ल। म यो स्किप नगरिकन बनाउँछु। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। खाजा खान लागेको छु साथी र म। खाजा खाने टक्कसँगले अब आइटम चाहिँ यस्तै रहेछ है। अब खाजा खाने के खाने, अब खाने यो खाने आलु पकौडा सेलरोटी। गाई देख्न सक्नुहुन्छ यस्तो बबाल घर आम्बो, वाउ खतरा घर सक्नुहुन्छ। रातिको समयमा चाहिँ टक्कसँगले रुखमा पनि पुरा बत्तीले घेरेर हेर्नु न, झिलिमिली बनाएर रहेछ। यो रमजान हो नि त, अनि
रमदानले गर्दा होला सबै रुखहरू पुरै झिलिमिली छ। सो अनि जङ्गल देखिँदै थियो। अब यो जङ्गल चाहिँ अब गरिबलाई चाहिँ सकिन्छ। अब मेरो पनि ड्युटी सकिन लाग्यो। हेलो अब चाहिँ मेरो ड्युटी सकिसकेको। सो गाइज होइन बेलुका क्याको बिहान 2 बजिसकेको छ रातिको होइन। हामीले अब रात दिन काम गर्ने बानी भएर होला राति के दिउँसो के है मतलबै नहुने। सो अनि मेरो साथी चाहिँ यहाँ छ अनि यहाँबाट यो पेट्रोल पम्पमा छ नि त निस्किँदैछ। अनि म चाहिँ सिधै निस्किन्छु, मेरो टाइम सकिसक्यो। म यत्रो 120 को स्पिडमा कुदिरहेको छु गाडी होइन, र पनि त आज तोपेर कुदाउँछ यहाँको मान्छेले। गाह्रो छ नि हेर्नु न। देख्नुहुन्छ होइन आकाशी पुल चाहिँ अनि यो बाटोहरू चाहिँ यस्तो बवाल पुल बनाएको छ, माथि बनाएको छ। हेर्नु ल खापै बनाएको छ पुल। अर्का देश देख्दाखेरि पनि लोभ लाग्छ, गाँठी डाहा लाग्छ हामीलाई। आफ्नो देशमा भने एउटा झुलुङ्गे पुल आउनु सक्दैन, के गर्नु र।